अब हामी कहाँ जान्छ अरे विष्णुपद जाने हो यहाँबाट टुटु पाउँदो रहेछ यहाँ रहेछ त टुटु भयो हामी चाहिँ टेम्पल आइसकेको छ यहाँनिर गाडी टोटोले रोकिदियो अन्त यहाँबाट अलिकति भित्रबाट चाहिँ राइट पस्नु अरे हो फुलमालाहरू पनि किन्नुपर्छ हामीलाई चाहिँ भइहाल्यो वा यहाँ पर रहेछ भइहाल्यो अलिक परैसम्म छोड्दैछ हौ हिँड्दै आउनुपर्ने रहेछ भित्रसम्म आइपुग्यो यहाँ चाहिँ विष्णु भगवानको स्थल आइपुग्यो हामी विष्णुपद टेम्पल विष्णुनाथ टेम्पल विष्णुपद टेम्पलको अगाडि छ हो यस्तो रहेछ दोकानहरू अन्त फोनहरू पनि लानु पाउँदैन रहेछ फोनहरू चाहिँ यहाँनिर दिनुपर्ने रहेछ जम्मा गर्नुपर्ने रहेछ अब हामी भित्र पूजा गरेर आउने त्यसको बादमा चाहिँ सामानहरू हेर्ने मन्दिर आएको अरे हाम्रो हातमा चाहिँ कुरकुरे छ तर खाएको छुइनँ पूजा गर्ने राम्रोसँग को माग्ने अरे के माग्नुपर्छ अरे यहाँ आएर कस्तो सुहाइरहेको छ कहाँ मजाको देख्यो पूजा गरेर पनि निस्किसक्यो भित्रबाट मालाहरू भित्रबाट दिनुहुँदो रहेछ अब यहाँ बाहिरबाट हामीले चाहिँ यसरी माला लगाइदिनु भएको छ जानुपर्ने रहेछ यहाँबाट भित्र गएर पूजा गरेर प्रसाद पनि त्यहीबाट दिँदो रहेछ यसले चाहिँ खतरा पाक्छ पति मागेर आएको छ यताबाट चाहिँ हामी चाहिँ अब निस्केको यहाँबाट मालाहरू प्रसादहरू छ हाम्रो किनेको छ हो प्रसादहरू भित्रबाट पायो बाहिरबाट देखिने चाहिँ यस्तो छ भित्र चाहिँ लगाइदिँदैन रहेछ हो यसलाई चाहिँ टिका लाउँदा चाहिँ गरेको जस्तो आयो विष्णु भगवान ब्लेसिङ दिनु भएको दुईटा माला दिनु भएको छ र त सिन्दुर लगाइदिनु भएको छ सिन्दुर लगाइदिनु आफै हेर्दै गर्नु पर्यो खिच्दै गर है के लैजाउनु फोटो खिचिसक्यो हामी चाहिँ हो अब चाहिँ हामी निस्किने हामी खाना खानु बसेको छ खै घर आँगन भन्ने रेस्टुरेन्टमा घर आँगनमा चाहिँ के खाने गुन्द्रुकको झोल खानु आएको छैन रहेछ होइन पो रहेछ हौ अहिले मगाइसक्यो अब भयो यतिको खाना पायो भने चाहिँ बिहारमा एकदमै गुड देसी खाना मशरूम
हेलो हामी चाहिँ अब फर्केको 2 दिन बसेर हो 1 दिन 2 दिन भनौँ न बसेर फर्केको टिकट काटेर जानुपर्ने जाँदाखेरि यो बसमा जाने हो ए आउँदाखेरि पिङ्क कलरको थियो नि यो रहेछ नि है यो चाहिँ बज्यो म पनि त ठोक्केँ हामी चाहिँ हेरेको हाम्रो चाहिँ योपालि सिट यहाँ माथि माथि भएको छ हो अस्ति आएको भन्दा चाहिँ अलिक राम्रो कन्डिसनको बस रहेछ लु गरम भयो अब बडा बेचौँला गाइस त्यही हो लु चढौँ यो 3-4 हो त उयो माथि लेख्नु छ उ भएको अरे त किन्दैन सिलगढी आइपुग्यो 8:30 ले पुऱ्याउँदो रहेछ यो बसले हो यहाँ चाहिँ सबैजनाको हालत बेहालत भइरहेको छ म खोइ सनिर झर्दैन त ढिली नि आइपुगेको छैन हामी चाहिँ अब यहीँसम्म थियो आजको ब्लग हो फेरि भेटौँला थ्याङ्क यू फर वाचिङ बाई बाई